तेरो बाउ छ त्यहाँ जा जा। हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग। मैले स्कुटी सिकाउन लाग्छु यसरी मान्छेहरू आइरहेको छ। म एकछिनमा बोल्छु ल, अहिले हेर्दै गाउनु होला। जा जा जा, बेला बेला कुटानी खान्छौँ किनभने एक्सर्साइज आउनु पर्यो। ल ल ल ल ल really cute बच्चा छ। गाइस, तपाईँहरूले कहिले आफ्नो फ्यामिलीमा कसरी सिकाउनु भएको छ? ओमेगा जस्तो ल्याउने रहेछ यतिकैमा अन द वेट। फेरि वेट पनि 30 पनि छ कि छैन थाहा छैन। अन द वेटको लागि सिकाउनु त लास्तै गाह्रो। ओमेगा सुनौ बाउले मल लिएर आइज भने होला। हेर न, जा जा त्यहीँभित्र जा न, जा न, जा जा, तेरो बाउ छ त्यहाँ जा जा। जा 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 अचम्म घुमा न घुमा ल। भयो भयो भयो, रुक रुक रुक, जल्दी करो जल्दी भैया, जल्दी करो। बच्चा घुमाउनु चाहिँ आइसक्यो मजाले, पर्फेक्टली भनौँ न आइसक्यो। अब जस्ट चलाउनु बाँकी। बच्चाको लागि लुगाहरू सब किनिसक्यो, सिलाइसक्यो, जस्ट बच्चा जन्मिनु बाँकी भनेपछि भइहाल्यो त सेम। घुरेछ गाइस गर्नु चाहिँ देखेको छ। मरे 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 खै अनुहार पनि हेर्छु चलाउन आएन भनेर अनुहार रास्तै दल देख्यो।